हेलो गाइज व्हाट्सएप वेलकम टु माई च्यानल। आज पनि मैले तपाईँहरूको साथमा नयाँ भिडियो लिएर आएको छु र आज चाहिँ हामी थ्री ब्रदर्स यानि कि तीनजना दाजुभाइ चाहिँ हामी मार्केट जान लागेको छौँ यसो घुमफिरको लागि। आज हामी छुट्टीको दिन तीनजना दाजुभाइको जम्को भेटमा होइन टक्क लाएर आज हामी मार्केट गएर टक्क लाएर यसो हुन्छ नि अब तरकारी सरकारी फलफुल सलफुल के हुन्छ अब घरायसी सामानहरू टक्क किन्न जाँदैछौँ हो। साथै अब हामी किन्ने पनि तपाईँहरूलाई पनि देखाउने, तपाईँहरूसँग रमाइलो पनि गर्ने होइन, तपाईँहरूसँग रमाइलो पनि गर्ने, तपाईँहरूलाई पनि रमाइलो गर्ने होइन। अब हाम्रो चाहिँ आजको यो भ्लगको उद्देश्य चाहिँ त्यही छ। सो त्यसैले हामी फाइनल्ली हामी कोठाबाट निस्किसक्यौँ र कोठाबाट निस्केर हामी अगाडि जाँदैछौँ। तर हामी यहाँ चाहिँ नजिक भएको कारणले हामीले चाहिँ अब यहाँ खासै गाडी चढेनौँ हो। अलिकति टाढा भएको भए चाहिँ हामी गाडी चढ्थ्यौँ होला सायद। अनि दाइ के छ तपाईँको खबर ल भनिदिनुहोस्। एकदम झक्कास छ है। सपिङ गइरहने है, चिकन लिएर आउने हो। चिकन लिएर आउने दाइ यता ल भनिदिनुहोस्। आजको मेरो सपिङ भनेको चाहिँ टमाटर प्याज खोर्सानी खोर्सानी अनि त्यही हो चिकन ल दुईजना एक हप्ताको लागि। अब आज है अब एक हप्ता पछाडि फेरि छुट्टी हुन्छ ल दाइले आज एक हप्ताको लागि सपिङ गर्ने भएको छ र हाम्रो एक हप्ता लेट जोगाड गर्नु गइरहेछ है। हाम्रो दाइ पनि एक हप्ताको लागि है त जोगाड गर्नु गइरहेछ। ठिक छ। अब म पनि अब धेरै त होइन, अब हाम्रो त अस्ति नै अब साथीहरूले ल्याइसकेको थियो, त्यही पनि हल्का अब त्यतातिर के मनपर्छ म पनि त्यही अब किनेर लिएर आउँछु हो। अहिले तपाईँहरूलाई देखाउने नै छौँ होइन। अहिले देखाउने नै छौँ ल। अहिले चाहिँ यो ठाउँको ग्रामीण जग्गाको चाहिँ मार्केट है। ल अहिले साथीभाइ अहिले चाहिँ हामी यसरी रोडमा यसरी छौँ। अहिले भ्लग बनाउन पनि अलि अप्ठ्यारो छ, गाह्रो छ। सो तपाईँहरूलाई हामी फाइनल्ली रूपमा तपाईँहरूलाई हामी उतै गएर मार्केटमै गएर तपाईँहरूलाई भेट्नेछौँ, उताको भ्लग उतै देखाउनेछौँ है त। यस्तो हो क्या, यहाँ चाहिँ यो अब यसरी हामीले मोबाइल बोकेर यसरी भ्लग बनाउँदै हिँड्दाखेरि कहिले पछाडिबाट बाइकमा आएर स्वास्थ्य मोबाइल लगिदिन्छ अनि भ्लगै हराउँछ क्या गाई। एकदम अहिले एकछिन भेट्नुपर्छ ल। अहिले एकछिन भेट्छौँ है त हामी। ओके हामी चाहिँ फाइनल्ली हामी त्यो सिटीमा आइसकेको छौँ कि मार्केटमा आइसकेको छौँ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ होइन, यही लाग्छ होइन, यही लाग्छ होइन। यो सबै स्टल छ होइन, तर सबै सानो छ। तर यहाँ अलि बहुतै कच्चको छ क्या, सानो चिजहरू पनि तपाईँहरूले यहाँबाट किन्न सक्नुहुन्छ। कपडाहरू पनि छ है, कपडाहरू ल। यता फलफुलहरू छ, यहाँ खानेकुराहरू छ, यहाँ तरकारीहरू छ। अब हामी चाहिँ विशेष गरी तरकारी लिन आएको हुनाले हामी चाहिँ तरकारीमा ध्यान दिन्छौँ आज होइन। ल के किन्ने हो त? कौलीहरू किन्नु नै ल गाइस। हामी चाहिँ तरकारी टक्क लाने हो होइन, तरकारी किन्ने हो, खाने हो। कुन तरकारी लाने हो? मासु लाने हो? ए छोड्यो जसले नि गर। के लाने भन्ने कुरो हो क्या। पुरै छ ल, पुरै छ गाइस। के किन्ने होइन तल्लो साइडमा छ त। तल्लो साइडबाट लिउँ न ल। यहाँ चाहिँ यसो सबै छ क्या परिकार त भनेर माछाको परिकार, चिकन
लिएपछि हामी यहाँबाट लिन्छ खोइ यहाँबाट लिने कहाँ भन्ने सागहरू छ ल बोडीहरू के छ होइन टक्क हर्रपर र यहाँ के को मासु हो यहाँ चाहिँ टक्क यत्रो छ है गाईहरू के छ लिनु है तपाईँहरू गोरु खुट्टा नि छ लिने यहीँबाट लिने फाइनली अब हामी यहाँबाट मासु लिन्छौँ अब ल केटाहरू म चाहिँ त्यो लिँदैछु अरू के लाने यिनीहरू लाँदैन यो कति रुपियाँ भयो त्यो अन्त 30 रुपियाँ भयो 30 धेरै हुँदैन जाँदा हुन्छ एउटा लिएर जाउँ सात किनेको यार 30 रुपियाँको मासु किनेको केटा हो हामीले मासु पनि किनिसक्यो है दाजुभाइले टक्क लाएर किनिसक्यो अब हामी तरकारीहरू लिन्छौँ अब होइन तरकारीहरू लिन्छौँ यस्तो के लिने भन्ने अब हामी यहाँ हेरिरहेछौँ ल दाइ सागहरू रहेछ दाइ सागहरू रहेछ दामी दामी छ यार सागहरू चाहिँ के हो यार तरकारीको परिकार त यहाँ त आज त कसम के भने हो कुनै यार सबलाई मारी कि मारी मात्रै भन्छ यार खोर्सानी लाने टमाटर कहाँबाट लाने मलाई आलु चाहिन्छ यार दाइ निङ्ग्रो रहेछ निङ्ग्रो लाने हो ए निङ्ग्रो रहेछ ल साथीहरू ल निङ्ग्रो केही रहेन यार अरू के लाने हो र टमाटर लाने हो र ल टमाटर लानु लाग्छ हामी काँचो लाने कि ठिकै हो ल टमाटर पनि के हो यार सले धेर खानु हुँदैन म चाहिँ आलु लानु पऱ्यो ल तर मलाई त्यो उसको नै चाहिन्छ यार बोरा नै अंकल टमाटर छ हाँ बोले यहाँ रे सॉरी हाँ हामी चाहिँ फाइनल लागेको फर्केको सबै सामानहरू किनिसक्यो हो लास्टमा एउटा आलु किन्नु पाइन्छ यो आलु किन्नु त एउटा किनेको क्या आलु किनेको हैन ल किनिसक्यो ल अब चाहिँ फलफुल छ केटाहरु ल फलफुल खाने भए अब फलफुल ल फलफुल ओ कसम नेपाली पनि बोलिदिन्छ यार यो चाहिँ ठिक छ 5 रुपये को लिया और के लानु छ तपाईको बेडसिट दिने हैन अब ड्राइगन फ्रुट लिने रे दाजुहरुले क्या ड्राइगन फ्रुट लिने रे अब त्यसलाई चाहिँ ट्राई हान्ने नि त
अनि बराबर 5 रुपैयाँ यो पनि 5 किलो अरू राम्रो हेरिन्छ यस्तो राम्रो 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 यो राम्रो छ यस्तो राम्रो होइन यस्तो यस्तो हुन्छ नि यो राम्रो हुन्छ यस्तो राम्रो हुन्छ यो लैजाउँ दादाले साने राम्रो ल हामीले यो अर्को एक भाग पनि उठायो सरहरूले भरे ट्राई गर्नुपर्छ ग्रेट 5 रुपैयाँ आँप लानु र अघि के भएको थियो मिठो छ केरा लगेको मिठो छ दाइ खाइसकिँदैन धेरै राखिराखौँ होइन अहिले एकछिनमा टक्क बसेर काटेर टक्क खाइदिनु पर्छ नि गीत गाउँदै खानुपर्छ रुममा काट्ने लाने खाने होइन क्युआर गरेर पनि एउटा हाल्नुपर्छ के चाहिँ यो यहाँ अब हामी चाहिँ क्युआर हो क्युआर फेरि हामी चाहिँ फेरि क्यास बोक्ने चलन नै छैन होइन भन्नु न यार के भन्नु हामीले अहिले किन्दैछौँ होइन हामीले किन्दैछौँ उता हाम्रो आबङ्गबाट 5 रुपियाँ लाने नेपाली खतरा बोलिदिन्छ यार ऊ च्याकअप नेपाल खतरा बोल्दो रहेछ यो नेपालीले उसलाई सब उयो बनाइसकेको हो क्या नेपालीले सिकाइदिएको रहेछ भयो सब आइसकेको छ क्या सबै यार अब हामीले डाइटहरू पनि किनिसकेको छौँ सबै अब लगभग हाम्रो आजको सकिन लाग्यो क्युआर हुँदैछ यहाँ अन्तिम हुँदैछ देखेर ओके धन्यवाद ओके अब उतै माथि जाउँ न बेड सेट लाने भनेन यता माथिमा जाउँ न अब हाम्रो कामहरू लगभग सब्सिडी होइन अब कामहरू सब्सिडी अब हाम्रो अब बेड सेट मात्र लानु भएको छैन अब बेड सेट लाने भाइले अब बेड सेट टक्क लिइदिउँ बेड सेट लगाएपछि लगभग आजको हाम्रो चाहिँ सपिङ लगभग सिद्धिन्छ होइन गाइस सिद्धिसकेपछि जाने रुममा टक्क बस्ने है टक्क रमाइलो गर्ने म्युजिक सुन्नको लागि फेरि के सबै छ क्या कपडाहरू सबै छ है गाइस के किन्ने हो होइन मिलन दाई केही भन्ने हो अब लगभग अन्तिम हुँदैछ हाम्रो सपिङ है यहाँ कपडाहरू सबै चप्पल जुत्ता है के हो क्या 15 रुपियाँ 20 रुपियाँमा सबै क्या अब यो हाम्रो नेपालमा फुटपाथ भने जस्तै यहाँ पनि यहाँ त फेरि कस्तो हेर्ने फेरि अब नानीहरू फेरि खतरा हुन्छ कि कस्तो लाएर हिँडिन्छ अनि गर्मी ठाउँ छ त्यही भएर लाग्यो अब यहाँ चाहिँ अब खानेकुराको परिकार ल पिज्जा सिजा खाने भयो नि यतातिर रेडी रहेछ होइन नखाने पिज्जा उसिनेको बदाम छ होइन ल गाइस अब खत्रै हुन्छ अब खत्रै हुन्छ यो चाहिँ बुङ्गुरको साटै हो यता म्युजिकहरू छ होइन सुन्ने हो लगभग हामीले चाहिँ अब यो सबै घुमेर सिद्धाइसक्यौँ होइन र पुरै यो यस्तो थियो होइन यो पुरै बच्चाहरूलाई खेलाउन है ल आजको भ्लग चाहिँ अब यतातिर समाप्ति गर्नु पर्ला जस्तो अब रुममा गएर के भन्छु के बोल्छु होइन अब अहिलेको लागि चाहिँ सबै सामानहरू सबै आइटमहरू सबै तरकारीहरूको सबै किनेर हामी रुम फर्किँदैछौँ ठिक कस्तो भयो त आज एकदम राम्रो भयो सोचे भन्दा धेरै राम्रो म्युजिकको तालमा होइन भरे अनि इन्ड गरिन्छ कस्तो लाग्यो त नि आज अनि के लग्यो त्यो देखाएर खाएर इन्ड गरिन्छ भरे कस्तो भयो त तपाईँलाई आज अनि सपिङ गरेर ल दाइ भन्नु रमाइलो भने रमाइलो ल हामी अब रुमतिर भेट्छौँ है त गाइस होइन ओके अहिलेको लागि चाहिँ